विद्यालय भनेको ज्ञानको मन्दिर हो, जहाँ विद्यार्थीहरूलाई असल आचरण, व्यवहार, अनुशासन लगायत व्यवहारिक र संस्कारिक ज्ञान प्रदान गरिन्छ। हाम्रो विद्यालयले पनि विद्यार्थीहरूलाई व्यवहारिक र संस्कारिक ज्ञान प्रदान गर्दै आएको छ। आज ब्याज वितरणको कार्यक्रम। हाम्रो आदरणीय म्यामले विद्यार्थीहरूलाई ब्याज वितरण गर्दै हुनुहुन्छ र स्कुल क्याप्टेन, भाइस क्याप्टेन र अन्य हाउसहरूलाई पनि आफ्नो झन्डा प्रदान गर्दै हुनुहुन्छ। झन्डा प्रदान गरिसकेपछि उहाँले विद्यार्थीहरूलाई टीका लगाउँदै ब्याज पनि वितरण गर्दै हुनुहुन्छ। ब्याज पाइरहँदा सबै विद्यार्थीको मुहारमा खुसी छाएको छ। अब उहाँहरूको काँधमा जिम्मेवारी पनि थपिएको छ। आशा राखेको छु कि उहाँहरूले आफ्नो काम कर्तव्य पूर्ण रूपमा पालना गर्नुहुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीको नेतृत्व गर्ने क्षमताको विकास गर्नु र विद्यार्थीहरूले आफूले पाएको जिम्मेवारीलाई पूर्ण इमानदारताका साथ पूरा गर्नुपर्छ भन्ने कुरा सिकाउनु नै हो। हामी शिक्षक विद्यार्थीको मार्गनिर्देशक हौँ। हामीले उहाँहरूलाई सधैँ असल बाटोमा डोर्याउनुपर्छ। त्यसैले त आजको कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार वहन गर्न सिकाउँछ र भोलि गएर असल र जिम्मेवारी व्यक्तित्व बन्नका लागि पूर्ण सहयोग गर्नेछ भन्ने हामीले आशा राखेका छौँ। यसरी ब्याज वितरणको कार्यक्रम सकिएपछि अन्त्यमा हामीले ग्रहणको कार्यक्रम पनि राखेका छौँ। शपथ ग्रहणका लागि सबै विद्यार्थीहरू आफ्नो लाइनमा उभिसक्नु भएको छ। उहाँहरूले विद्यालयको निर्देशन अनुसार शपथ ग्रहण गर्नुपर्नेछ। शपथ ग्रहण गर्नका लागि सबै विद्यार्थीहरूलाई वाचन पत्र पनि दिइसकेको छ र उहाँहरूले वाचन पत्रलाई सबैको सामु वाचन गर्दै हुनुहुन्छ। सम्पूर्ण विद्यार्थीहरूलाई कार्य सफलताको शुभकामना दिँदै आजको कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। बाई बाई।